दिदी चिन्ता नगर्नु म झाँक्रीबालाई फोन गरिहाल्छु है। हेलो झाँक्रीबा। झाँक्रीबा यता माइलीका छोराछोरीहरू ढलेछन् अनि सनिता पनि ढलेछन्, आइदिनु पर्यो तपाईँ। छिटो आइदिनु पर्यो है झाँक्रीबा। यिनीहरूको बुवाहरू पनि अहिले यही छैनन्, के भएको होला? म के गर्ने होला? म के गर्ने होला? नानी बाबुहरूले के भयो? नमस्कार झाँक्री बा, बस्नुहोस् न। नानी लौ न, के भएको होला? झाँक्री बा मेरो छोराछोरीहरूलाई हेरिदिनु पर्यो। आइसके अब दिनु पर्यो। बाबु नानी के भयो? उठ न। नातिनु दिदी नातिनु ठिक हुन्छ, झाँक्रीबाले हेर्दै हुनुहुन्छ। एउटा भाडामा अझै चाहिँ ल्याइदैन है। दिनुहोस् झाँक्रीबा। अब म आइसकेँ, नाति म हेरिदिन्छु, तिमीहरू एकछिन चुप लाग्यो। नानीले बिस्तारी सन्चो हुन्छ। म अब पढ्छु। खासमा यिनीहरूलाई के भएको रहेछ त झाँक्रीबा? मैले चारैपट्टिको देवताहरूले बोलाएर पञ्चायत दिएको छु। 2-3 दिनमा निको हुन्छ होला। अब खासै आत्तिनुपर्ने कुरा चाहिँ छैन। हुन त म पनि झाँक्री हुँ। यो दामी झाँक्रीको मात्रै विश्वास गरेर हुँदैन। अहिलेको आधुनिक जमानामा डाक्टरहरू पनि बोलाइहाल्नुपर्छ अनि फेरि चाँडै औषधिहरू पनि खुवाइहाल्नुपर्छ। मैले जाने जति चाहिँ गरिदिएको छु। नातिले 2-3 दिनमा निको हुन्छ। होइन के भएछ यिना माइली बाबुको नानी बाबुहरूलाई 2-3 दिनको स्कुल नआएको पनि हेर्न जानु पर्यो। माइली बाबु साइली बाबु के भयो? नानी बाबु सर बस्नुहोस् न। के भयो? नानी बाबु त ढलेका छ नि त। खै सर, म त किचनतिर काम गर्दै थिएँ, अनि खाजा खाने बेला भयो भनेर बोलाउन गएको। 3 जना यसरी ढले रहेछ, के भएको होला? झाँक्रीबाले पनि यसो हेरिदिनु भयो। 3-4 दिनमा निको हुन्छ भन्नु हुँदै थियो, के भएको होला? लाउन के गर्ने होला सर? त्यही त सर, नानी पनि कतिखेर आयो थाहै भएन, घरमै थियो, कतिखेर आयो थाहै भएन। दिदीले कल गरेर चाहिँ अनि म आउनु आएको, तिनटै यसरी ढलिरहेको रहेछ, मलाई केही थाहै भएन। ए म त 2-3 दिन स्कुल नआएको पनि यिनीहरू के भयो भने हेर्न आएको, यस्तो पो भएछ। अब आत्तिनु पर्दैन। अन्धविश्वासको धेरै विश्वास गर्नु नि हुँदैन। मैले एउटा चिनेको डाक्टर छु तलको, म फोन गरिहाल्छु, नआत्तिनुहोस्। हुन्छ अहिले नै गरिदिनु।
हेलो डाक्टर साहब, हजुर सर हजुर यहाँ माइली भाउजूकोमा आइदिनु पर्यो। के भएछ र सर खै नानीहरू 81 ढलेछन्, के भयो ए हस् सर म आइहालेँ है त छ। माइली भाउजू साइल भाउजू के भएछ बच्चाहरू ढलेको छ त नमस्कार डाक्टर साहब। नमस्कार ए हस् के भएछ त माइली भाउजू बच्चाहरू त ढलेको छ त खै नानी, म त किचनतिर काम गर्दै थिएँ, खाजा खाने बेला भयो भनेर कोठामा बोलाउन आएको, तिनजना यसरी ढल्या रहेछन्, के भएको होला? 3 दिनदेखि स्कुल पनि गएको छैन रहेछ, भर्खरै सरले भन्नुभयो। के गर्ने होला अब? आत्तिनु पर्दैन भाउजूहरू, म बच्चाहरूले एकचोटि चेक गरिहाल्छु है त हुन्छ। खासै अत्तिनु पर्ने केही छैन, भित्री समस्याहरू केही देखिँदैन। यसो बच्चाहरूको लाछन हेर्दा चाहिँ मानसिक तनाव भएको जस्तो देखिन्छ। बच्चाहरूले कतिको मोबाइल चलाउनुहुन्छ नि भाउजूहरू? खै नानी, चलाउन त चलाउँथिन्, म आफ्नो कामको व्यस्तताले यिनीहरूमाथि खासै ध्यान दिन सकिनँ। त्यही त डाक्टर साहब, मलाई पनि थाहै भएन, बेला बेलामा चलाइरहन्थेँ। अब आफूले हेरचाह गर्नै पाएन घरको कामले गर्दा नि। अब तपाईँहरूले काम काम भनेर काममा मात्रै धेरै फोकस गरेर हुँदैन नि त, बच्चाहरूको नि केयर गर्नु पर्यो। बच्चाहरू कतिखेर स्कुल गइरहेछ, कतिखेर पढिरहेछ, अनि मोबाइलहरू कतिको हेरिरहेछ, तपाईँहरूले नि केयर गर्नु पर्यो नि त बाबा मम्मीले नि। खै डाक्टर साहब, 3 दिन भएछ नानी बाबाहरू स्कुल पनि नगएको। हो त नि, यिनीहरू त 3 दिन भयो स्कुल नआएको पनि। आत्तिनु पर्दैन, मैले हेर्दा चाहिँ केही देखिँदैन त्यस्तो। मानसिक तनावले गर्दा हल्का बच्चाहरूले त्यस्तो देखेको हो। अब तपाईँहरूले मोबाइल धेरै चलाउने दिनु भएन, म केही औषधिहरू ल्याएको छु, त्यो औषधिहरू अहिले खुवाइदिनु है। यो औषधि खुवाइदिनु त तपाईँले नि हस्। जान सिजनमा पानी लिएर आइदिन। मैले केही औषधिहरू लेखिदिएको छु, तपाईँहरूले पल्लो हस्पिटलबाट ल्याएर खुवाइदिनु है। तपाईँहरू 2 जनालाई नै एउटै ठाउँ। हस्, हुन्छ डाक्टर साहब। अनि सर बच्चाहरू कतिको स्कुल आइरहन्छ नि? खै 2-3 दिन भयो, पहिला त आउँदै थिएँ, 2-3 दिन भयो स्कुल नआएको। म त के भयो भनेर हेर्न आएको थियो, यस्तो भयो। ए अब तपाईँहरूले नि बच्चाहरू स्कुलमा कतिको आइरहेछ हेर्नु पर्यो, अनि बच्चाहरूले के गरिरहेछ स्कुलमा, अनि तपाईँहरूले नि बच्चाहरूको ख्याल गर्नु पर्यो है त सर। हुन्छ, त्यो त हामी गरिहाल्छौँ नि। यसरी अनावश्यक सामाजिक सञ्जालहरूको प्रयोग गर्दा मानसिक तनाव हुन यस्तै खालका समस्याहरू देखिन सक्छन्। त्यसैले तपाईँहरू पनि आफ्नो नानी बाबुहरूलाई धेरैभन्दा धेरै केयर गर्नुहोला। हस्त, धन्यवाद।